हाय गाइस, गुड मॉर्निंग। आज मैं जाने वाला हूँ रोहिणी मेरे दोस्त के साथ और ये मैं चला रहा हूँ स्कूटी। अभी टाइम हुआ है आपके सुबह के 10। सो आज मैं जा रहा हूँ रोहिणी एक्सप्लोर करने के लिए। सो लेट्स गो। Welcome to दार्जिलिङ। वेलकम टु दार्जिलिङ। यता चाहिँ एन्ट्री फिस लिन्छ 10 रुपियाँ। यता होमस्टेहरू पनि छ, तपाईँहरूलाई आएर यता होमस्टे पनि बस्नु सक्नुहुन्छ। सिधै तल जाने है, त्यसमा त हो कि त्यो स्कुटी राख्छ यता तलबाट एडभेन्चर। आमर पुगे अब रोहिणी यता यता पुग्यो म अहिले रोहिणीमा। अब यताबाट चाहिँ जानुपर्छ तपाईँले, यताबाट चाहिँ गाडी पनि लिन सक्नुहुन्छ। गाडीको चाहिँ प्राइस सोध्नुपर्छ पहिला, त्यसपछि यताबाट चाहिँ एडभेन्चर गर्दै तपाईँहरू ट्रेकिङ गर्दै जानुपर्छ। अब ट्रेकिङ गर्न सक्छ भने चाहिँ ट्रेकिङ पनि गर्दै जानु सक्नुहुन्छ। सो यता चाहिँ यो गाडी हो, बगी। अन्त यो चाहिँ के सिधै पनि जानु सक्छ कि होइन, कस्तो? अन्त यसको कस्तो मतलब यसको 300 हो राइडको दुईजना त सक्छ नि होइन, एउटा राइडमा एकजना मात्रै हो। मतलब चलाउने चाहिँ मतलब हजुर हो क्या? तपाईँहरूले चलाउनुहुन्छ कि मैले गाइड कम्पलसरी गरिदियो नि त। पहिला चाहिँ दुईजना थियो कि, अच्छा हजुर, पहिला हामीले छोडिदिन्थ्यो, दुईजनै छोडिदिन्थ्यो कि। हजुर पल्टायो नि त कतिपल्ट कि तल गएर, हजुर हजुर। त्यहाँबाट त्यो टुरिज्म डिपार्टमेन्टबाट बन्द गरिदियो। ला त्यस्तो त हामी चाहिँ के सोच्थ्यो, होटल लिएर चाहिँ अन्त दुईजना जाने भनेर। पहिला हामी त्यस्तै गर्दै थियो, बादमा बन्द गरिदियो नि त। अच्छा त्यही त हामीले त्यो पनि हेर्नु त हेरेको थिएँ, त हुँदैन अब मतलब गाइड कम्पलसरी गरिदिन्छ। नाइ तल पहिला गइकन आउनु नि त नि। तल के छ अझै? यो प्याराग्लाइडिङको ल्यान्डिङ जोन हो कि। हजुर
यो होला त्यो रङ यो एटिभीको ट्र्याकै यही हो हजुर यहाँबाट ओह्रालो यस्तो अन्त यताबाट अझै तलतिर चाहिँ के छ केही छैन जङ्गल हो जङ्गल यता छ त्यही तपाईँको यो ब्रिज भयो होइन ब्रिजबाट यस्तो भित्र पस्नु वाटरफल छ तर अहिले चाहिँ पानी कम्ती छ हजुर धेरै कम्ती छ यो त वकिङ डिस्टेन्सको हो र हजुर अच्छा हजुर सो गाइस अब चाहिँ म यो चलाउन आँदैछु बगी अन्त हेरौँ न अब ट्राई गरौँ अब मलाई पनि थाहा छैन सिस्टम त कसरी हो लेट्स ट्राई अन्त त अलिकति यसको चलन चाहिँ अलिकति इन्स्ट्रक्सन बताइदिनु त हजुर नाइस एकपल्ट के यसको सिस्टम हुन्छ यो अटोमेटिक गियर हो कि गियर गर्नु पर्दैन एकपल्ट गरेर एकपल्ट स्टेडियम अच्छा हजुर राउन्डबाट दिएको आराम हुन्छ हजुर जस्तै गाइस अहिले मैले बगी कुदै भएको कुरा मजा आयो इट वाज माई फर्स्ट एक्सपिरियन्स अलिक मुखको त्यो भइदिएको नि त बगी खेलेर त्यो मेरो फर्स्ट एक्सपिरियन्स हो राम्रो लाग्यो बगी खेलेर तपाईँहरू पनि आउनुहोस् खेल्नुहोस् बगी तर हात चाहिँ पुरा दुखायो कि अब त्यो रोडले गर्दा हो त्यो बगी त त्यस्तो अफ रोडै हुन्छ त्यसले गर्दा पुरा हात दुखायो अन्त बगीको प्राइस चाहिँ छ 300 हो तपाईँले यसरी त्यहाँबाट चाहिँ एक राउन्ड पाउनुहुन्छ त्यहाँ यो झन्डा जहाँ जति जग्गा झन्डा छ अन्त त्यो साइड त्यतिबाट चाहिँ पुरा तपाईँले सर्कल गर्नु सक्नुहुन्छ बगी अन्त यता दावा पनि राम्रो थियो अन्त एक्लै पनि चलान दियो अन्त हो भिडियो पनि गर्दै मेरो राम्रो थियो राम्रो लाग्यो फर्स्ट एक्सपिरियन्स अब हामी जाँदैछु अब यो साइडतिर चाहिँ अलिकति ब्रिजहरू छ अन्त फल्सहरू छ अरे सो अब म त्यही जाँदैछु
सो अब यता हाम्रो तल फल्स जाँदैछु यता यो तल हो यो बाटो चाहिँ यता स्कुटीमा पनि जानु सक्नुहुन्छ तपाईँहरू हिँडेर पनि जानु सक्छ अन्त स्कुटीमा पनि जानु सक्छ त्यता अहिले त्यो भन्छ त्यो स्कुटीमा गइदिनु हुन्छ अहिले त्यो स्कुटीमा जाँदैछ यता छ बगीको चाहिँ र यता चाहिँ अब यो पुल यो चाहिँ रोहिणीको यताभित्र पुल हो यता फल्सहरू पनि छ अरे अहिले चाहिँ त्यही भन्दै थियो कि अहिले पानी अहिले छैन अलिकति कम छ भनेर भन्दै थियो लेट्स गो त अब यता हाम्रो पुग्यो अब यताबाट चाहिँ अब जाने अब फल्स होइन अरू त्यस्तो त किनिदिन्छ आन्टी तपाईँकोमा त्यो वाला स्पुन हुन्छ कि डिस्पोजल वाला चम्मच छ कि छैन है ल हुन्छ के लिने होइन हजुर चम्मच हजुर चाहिएको थियो कि लानु न अर्को खालको अहिले आउँदा दिनु हजुर हुन्छ दिनुहोस् नि दिएर बहिनी टमाटर टमाटर दुइटा दिइदिनुहोस् न कि मोमोहरू छ के पान्छ यता तपाईँहरू के यता के पान्छ यहाँ दोकानमा के छ दोकानमा अहिले बनाएको हजुर मोमोहरू छ मोमो छ त्यो मोमो लगाउँ न 1 प्लेट मोमो यस्तो गर्नुहोस् न मोमो 1 प्लेट प्याकिङ गरिदिनुहोस् न केसको मोमो भेज है हुन्छ हुन्छ कसरी होला हुन्छ 1 प्लेट प्याकिङ गरिदिनुहोस् न हजुर हुन्छ त्यो स्पुन लिए हामीले पछि डब गरिदिन्छ नि स्पुन दुइटा म्यागी खाने म्यागी अन्त अहिले चाहिँ मोमो अर्डर गरिरहेको छु यताबाट एकछिन वेट गरौँ बगी खेलेर अलिकति हात सात पनि दुखिरहेको छु बगी खेल्न चाहिँ मजा आयो रोहिणी नाम सुनिरहेको थियो भ्लगहरू हेरेको थियो अरूको र अब योपालि चाहिँ आफै एक्सपिरियन्स गरौँ भन्ने आएको नि त है अन्त आन्टीले चटनी पिस्दै रहेछ आन्टीले पनि मोमोको लागि चटनी पिस्दै हुनुपर्छ पूजा सो गाइस म अब यता जाँदैछु अलिकति त्यहाँबाट मोमो चाना किनिदिएको कि दोकानबाट आन्टीको दोकानबाट त्यसले गर्दा अलिकति खाइदिनु पऱ्यो नि त है भोक पनि लागिरहेछ बिहान ब्रेकफास्टमा खालि अब बिस्किट र 2 कप चिया पिइदिएँ अहिले अब यो जाँदैछु यता रोहिणी हेर्नुहोस् न यता सबै मान्छेहरूले है कस्तो के लेखेर आएको छ टुरिस्ट एन्ड प्लिज से नो टु प्लास्टिक यस टु नेचर RPNAA बाप्रे अब यो बाटो जाने कस्तो दामी चिड्यो हौ बाटो चाहिँ कत्रो रहेछ अब यताबाट जान्छ भित्र अझै भित्र छ भन्छ फल्स हो कस्तो रहेछ फल्स हेर्नु पर्यो अलिकति हिँड्दा पनि थाकिन्छ आजकल स्कुटी चलाउँदा के हुने स्कुटी बाइक गाडी चलाउनेवाला मान्छेहरू त्यही हो आजकल हिँड्नु गाह्रो हुन्छ अब यताबाट कहाँ हो सिधा हुन कहाँ हो अब बाटो त यस्तो देखाइरहेछ उताबाट हो न अब यताबाट त होइन र पिकनिक खेल्ने ठाउँ हो कि यता चाहिँ यताबाट जाने भएर
त्यहीबाट हो ओ अच्छा सरी यताबाट रहेछ आप राइट साइड जाओगे तो आप शायद से पहुंच जाओगे फॉल्स के यहाँ मुझे भी इतना खास तो पता नहीं खास कर यो कि अब के गर्ने अब म बोल्ने नेपाली हो म हो नेपाली हो अब नेपालीमा त युजली अब बोलिरहेको छु अब कति कति बेला हिन्दी पनि निस्किन्छ मुखबाट बोल्दा बोल्दा नेपाली पनि निस्किन्छ तर त्यसमा चाहिँ माइन्ड नगर्नुहोस् र तपाईँहरू हिन्दी र नेपालीमा अब के गर्ने है यस्तै हो इन्डियामा बसेपछि त अब हिन्दी त बोल्नु सिक्नु पर्यो नि त हमको भन्दै थिएँ त मैले जिद्दी गर्छु कि यस सरी गाइस खै यता त मैले दूर दूरसम्म त केही पनि देखेको छैन हो के हो कहाँ कस्तो खालको फल्स आइसक्यो यता त खै के भेटेको पनि छैन यताबाट त्यस्तो लाग्छ मलाई चाहिँ बाटो चाहिँ यस्तो जङ्गल छ अब यस्तो जङ्गलमा को मान्छेहरू चाहिँ यस्तो फल्स हेर्न जान्छ के फल्सहरू अब तो ये एरो देखा है तो इधर से जाना पड़ेगा हम लोग को इधर से और ऊपर होगा शायद पानी तो ये नीचे तरफ का दिशा में जा रहा है तो फॉल्स भी ऊपर ही होगा थक गया चल चल के भैया फॉल्स ऊपर में है क्या अजय समझा नहीं फॉल्स वो पानी का इधर ही सामने अच्छा वही बाप रे बहुत बड़ा है बहुत बड़ा सा फॉल्स है बोला था हम लोग को कि पानी तो सूखा है बोल के अभी ड्राई है बोल के तभी हम लोग सोचा देख लेते साथ पानी तो गिर रहा है थोड़ा थोड़ी और यहाँ पे त्यही त हेर गाईले पनि बाटो छोपिरहेको रहेछ हैस ओए गौमाता चलो चलो रास्ता छोड़ो ओइ यस्तै अब गाई चढाउनेवाला त्यस्तै हुनुपर्छ मलाई गाईको पछि जानु गौमाता बिचरा कहाँ यतै खाँदै थियो र माथि भयो हामी सरी बाटो चाहिँ पुरा खराब रहेछ चल जस्तै कि अब मलाई देख्नुभएको छ अब कसरी गाई चढाइदिइ हिँड्नु परेछ हौ हामी के गर्ने अब है यस्तै रहेछ फल्स हेर्नुको लागि अब गाई चढाउनु परेछ अहिले गाई पनि बिचरा आगे हिँडिरहेछ बाटो पनि सानो रहेछ
म त यस्तै अब तपाईँलाई म देखाउनु जाँदैछु फल्स। यो हो फल्स, रोहिणीको फल्स। यता चाहिँ हल्का सानो डेटिङ चल्दैछ त्यस्तो छ। ए फल्स हेर्नुहोस्, फल्स अहिले सुकेछ पुरा। यति माथि पनि हान्दैछ मान्छेहरू। रोहिणीको फल्स, ए फल्समा भी पानी भी सूख गया, पानी भी नहीं है यहाँ पे, पानी भी पूरा सूख गया। रोहिणी फल्स। जिसके लिए आया था तो डेस्टिनेशन में तो पहुंच गए हम लोग। तो आज की वीडियो यहीं पे ख़त्म हो जाता है और थोड़ा बाद में हम लोग मोमो मैगी वगैरह लेके आया वो खाता है। सो गाइस जस्तो कि अब खाना त केही पनि लिएर हैन, यो मैगी लिएर आएको छु है त। यस्तो मैगी छ, अन्त यता अहिले भर्खर मोमो पनि किन आएको त्यो तलबाट चाना हो। अब यो के यो फल फ्रुटहरू ल्याइरहेको छु, ल्याइरहेको अन्त यो ड्रागन फ्रुट। अब धुलानको लागि पानी पनि लिएर हैन, अब उता गएर फल्समा गएर धुलाउनु। So guys, it's tea time. चिया पिदिन्छु हो पुरा एकछिन बिहान खालि 2 कप चिया पिकिन हो। घरको चिया चाहिँ घरको चिया हो कि हल्का अब यस्तो मैगी पनि स्पुन पनि त धुलान्छ। So guys, जस्तो कि यो फल्स अब रोहिणीको अन्त आउनुहोस् तपाईँहरू पनि शिलङबाट जतिजनाले नि हेर्दैछ मेरो ब्लग सबैजनाहरू आउनुहोस्। रोहिणी सिलगढीमा छ, बेसी टाढा पनि छैन, यस्तै 10-20 किलोमिटर छ र सिलगढीबाट अन्त रोहिणीसम्म त त्यति टाढा पनि छैन। अन्त यो हो मेरो लास्ट ब्लग आजको, यतिमा भिडियो समाप्त हुन्छ।
र आउनुहोस् तपाईँहरू पनि घुम्न आउनुहोस्। प्राइसहरू पनि रिजनेबल छ, त्यति महँगो पनि छैन। तपाईँले बगी पनि खोल्न सक्नुहुन्छ। अन्त अहिले चाहिँ फिलहाल चाहिँ मतलब पानी सुक्नेको कारणले चाहिँ अलिकति फल्स अलिक कम झर्दैछ। नयाँ त बर्खाको टाइममा चाहिँ फल्स एकदम राम्रो हुन्छ, पुरा मजाको फल्स झरिरहेको हुन्छ। र आउनुहोस् तपाईँहरू हेर्नुहोस्। सो मलाई सपोर्ट गरिदिनुहोस् मेरो ब्लगलाई, अन्त लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट पनि गरिदिनुहोस् होला। थ्याङ्क यू सबैजना।